वेलकम छ होला मेरो भ्लगमा आज देख्नुहुन्छ नि त म रुपाई साथी हेर्नुहोस् यस्तो मजा चल्छ गाइस हेर्नुहोस् ल 1 2 3 4 5 6 7 8 9 10 11 12 जना गाइस रोपार 12 जना गाइस रोपार हामी 2 जना छौं गाइस बाउसी देख्नुहुन्छ 13 जना गाइस रोपार 13 जना है त बाउसी 2 भाइ गाइस यस्तो छ बारी हामीले खान्छौँ हेर्दै गर्नु होला है साथीहरु हजुरहरुलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला साथीहरु जस्तो हेर्दै गर्नु होला है त गाँड मस्किनी गरी खाने पर्यो यार भाइले गाँड मस्किनी यार हेर्नुस् रोपार 12 13 जना छन् गाइस हामी तर यो मेल सकेर अब यो मेल आइसकेका छौं देख्नुहुन्छ गाँड ताजा मस्किनी गाइस यार दिनसम्म चाहिँ हाम्रो चाहिँ खाजा खाने बेला भइसकेको छ खाजा सकेको कोही रोप्दै हुनुहुन्छ एकजना हुनुहुन्छ यस्तो छ ल पारिपट्टि बिउ काट्ने धमाधम गाइस यो रोप्नको लागि भोलि चाहिँ यो रोप्ने मास्ती हेर्नु सोपेर कति दाम देखेको छ गाइस हेर्नुहोस् यता छन् अरू रोप्ने गाइस रिसाएर मिरिसाइरहने नखाने अरे गाइस लगाइ दिन्छ हुँदैन गाइस लजाउनु अरे लजाउदी माथि गाइस चटपटे हेलो भाइ पाइ खानु लगे पालिपट्टि गाइस हेर्ने मान्छे हामी चाहिँ खाने मान्छे गाइस गाइस जम्बु पनि छ है हेर्नु पानी नि आउँछ गाइस के गर्ने यस्तै छ गाउँले जिन्दगी गाइस हेर्नुहोस् यस्तो छ यस्तो दाम छ मेरो गाइस यहाँ चाहिँ आउँदैन तर खासै आउँदै छैन अहिले गाइस टेन्सन हुन्छ हाम्रो डिउ पनि आइसकेको छ है व्रतवाललाई चाहिँ आलु छ है छुट्टै यस्तो छ लगेज खाऊँ त खाऊँ चटपटे गाइस देख्न सक्नुहुन्छ खाँदा खाँदै पानी परेर गाइस देख्न सक्नुहुन्छ यस्तो हालत भइसकेको छ यता गाइस व्रतवालेहरूले आलु खाजा हेर्न सक्नुहुन्छ है हामी त यता डिउका खाइसकिहाल्यौँ यता सासु बुहारी बस्नुभएको छ देख्न सक्नुहुन्छ यता अरू आज पानीले मारिन्छ छाडो गाइस ल गाइस हेरिहाल्नु भयो यस्तै है त यता पानी परिरहेको छ होइन यता ढुकुर बस्नुभएको छ एकजना ल गाइस यस्तै छ है हेर्नुहोस् ल पारिपट्टि खाना खाने बेला भएछ आजको मेलो चाहिँ यति आयो गाइस 12 जनाले यति धेरै रुपियाँ थोरै रुपियाँ गाइस कमेन्ट गर्नु त ल मलाई चाहिँ अलिक थोरै रुपियाँको हो कि जस्तो लाग्यो